त्यो अझै बाँकीलाई पनि कानुनी हिसाबले के सम्बोधन गर्न पर्ने छ, त्यसपछि त्यो कानुन चाहिँ व्यवहारमा समाजमा जस्ताको तस्तै कार्यान्वयन गर्न चाहिँ के गर्नुपर्छ भन्ने काम गर्न बाँकी छ। त्यो काम पनि जनप्रतिनिधि मार्फत गर्ने हो हैन, जनप्रतिनिधि मार्फत गर्ने हो। त्यही जनप्रतिनिधि चुन्ने चुनाव अहिले आएको हुनाले हामी यो सन्दर्भमा तपाईहरुसँग आयौं। मैले एउटा यो विषयवस्तु राख्न खोजेको, यसका निम्ति चाहिँ तपाईहरु हामी जसरी हिजोदेखि लाग्यौं अझै पनि निरन्तरतामा लाग्न पर्ने आवश्यकता छ, बाँकी छ भन्न खोजेको मैले। मलाई राम्रोसँग थाहा छ कि यो तपाईहरुलाई उदाहरणको निम्ति यो महिलाहरूलाई हाम्रो समाजमा आज कति छ ठ्याक्कै समाजमा के भन्छन् भने पुरुष चाहिँ खास बोक्सी हुँदैन अरे है, बोक्सी महिला हुन्छ भन्छन्। त्यो विभेद हो क्या, त्यो समाजले गरेको विभेद हैन। अनि महिलामा पनि को हुन्छ बोक्सी भन्दा धनी परिवारको महिला बोक्सी हुँदैन, गरिब परिवार त्यो हेपेको नि हेपेको। अनि त्यो गरिब परिवारको पनि अलि सेतो छाला छ भने त्यो बोक्सी हुँदैन, अलि कालो छाला रूपमा अलि नराम्रो भन्छ नि हाम्रोतिर, त्यस्तो भयो भने त्यो चाहिँ बोक्सी भन्छ। त्यो अर्को ढङ्गबाट हेपेको, गोरो र कालोको बीचको विभेद गरेको कि हैन। त्यसो भएको हुनाले सबभन्दा उत्पीडनमा परेको चाहिँ दलित हो, त्यसपछि महिला हो भन्ने मैले एउटा उदाहरण मात्रै राखेको हैन। दलितको बारेमा त यहाँ धेरै साथीहरूले राख्नुभयो, हामीले त्यो कुरा त्यो भएको हुनाले यो चिज हुँदैन है। यो समाजले कमजोरहरूलाई, एकल महिलाहरूलाई, गरिब महिलाहरूलाई चाहिँ हेप्ने चाहिँ हतियारको रूपमा प्रयोग गरे है भन्ने कुरो हामीले बुझाउनु पर्ने छ। र यो बोक्सी भनेर चाहिँ सम्बन्धित पात्रहरूलाई चाहिँ दण्डित गर्ने कुरो चाहिँ कानुनी हिसाबले अपराध हो है भन्ने क्षेत्रमा हामीले प्रशस्त काम गर्यौं, कानुनले पनि सम्बोधन गरिराखेका छ है। यो यसरी चाहिँ हामी लडिराखेका छौँ, यो अझै बाँकी छ भन्ने कुरो मैले तपाईहरुको बीचमा राख्न खोजेको। म व्यक्तिगत हिसाबले चाहिँ धेरै कुरो गर्दिनँ, म यहीँ जन्मिएँ, म पनि एउटा गरिब परिवारमा जन्मेको हुनाले अब त्यही गरिबहरूको पक्षमा आवाज उठाउनु पर्छ भन्ने भन्दा यहाँसम्म आउँदा राजनीतिमा लाएर पैसा कमाउने, राजनीतिमा लाएर चाहिँ ठालु हुने हैन, आफ्नै परिवारका निम्ति मात्रै सोच्ने त्यो मैले कहिले पनि गरेँ, अब पनि गर्दिनँ हैन, गर्दिनँ। म तपाईहरुको बीचमा यो प्रतिबद्धता भयो। त्यसपछि यहाँका केही कामहरूको बारेमा छलफल भएको छ, तलदेखि हामी भेट्दै आयौँ हैन। अब माथि चाहिँ पिच बाटो भयो, तल पिच बाटो भयो। त्यो माथिको बाटो पनि सायद हाम्रो पार्टी थिएन, माओवादी थिएन हिजो भने यो बाटो पिच भएर सिरनडाँडासम्म हुने कुरो अझै 25 वर्ष सम्भव थिएन हैन। यो कुरो त पक्का हो नि हैन। यो माथि चाहिँ तपाईको समी चौतरादेखि हर्मी हुँदै लमजुङ जोड्ने बाटो माओवादी थिएन भने त्यो पनि सम्भव थिएन। त्यो हाम्रै घर अगाडि त परेन एउटा कुरो हैन। सबै ठुल्ठुला हाइवेहरू सबैको घर अगाडिबाट त बन्दैन, यो कुरो पक्का हो। तर यहाँ कम्तीमा बिरामी भएको बेलामा एम्बुलेन्समा हालेर अथवा जिपमा हालेर हाम्रो बिरामीहरूलाई आपिपल हस्पिटलसम्म पुर्याउने बाटो त चाहियो त। यो कुरो गलत छैन, यो न्यायपूर्ण छ, त्यसका निम्ति हामी काम गर्छौँ। तर त्यसका निम्ति जित्न पर्ने छ हैन। हामीले पालिकामा हार्यौँ, गर्न पाइएन हैन। अनि केन्द्रको प्रतिनिधि पनि हामीले जिताउन सकेन भने यो काम चाहिँ फेरि पनि पछाडि पर्छ। जित्यो भने प्रशस्त सम्भावना छ त्यसको क्षेत्रमा हामी काम गर्न सक्छौँ, किनभने हाम्रै ठाउँ हैन, हाम्रै गाउँ भएको हुनाले यहाँ यस्ता आवश्यकताहरूलाई हैन। किनभने कसैले पनि व्यक्तिगत बजेट ल्याउने होइन, राज्यको बजेट ल्याउने हो। राज्यको बजेट चाहिँ प्रतिनिधिले ल्याउने हो हैन। त्यो भएको हुनाले त्यो राज्यको त्यो ठाउँमा पुग्नका निम्ति चाहिँ तपाईहरुले विचार गरेर जित्न त कसैले चुनाव जित्छ। खराब मान्छेले, खराब पात्रले हैन नजितोस् र राम्रो मान्छेले, आफ्नै वरिपरिको मान्छेले जितोस् भन्ने विषयवस्तु चाहिँ तपाईहरुले ध्यान दिनुभयो भने चुनावमा सकारात्मक परिणाम आउँछ। त्यो सकारात्मक परिणामका हिसाबले हाम्रा यहाँका समस्याहरू हल गर्नको सही। मलाई त अझ व्यक्तिगत हिसाबले तपाईहरुले ओइ नेउपानिया माइलो तैले यो किन गरिनस् भन्न सक्ने छ नि त, किनभने हामी यहाँ वरिपरिको भएको हुनाले हैन। त्यो सबैले त्यसो भन्ने अवसर त पाइँदैन हैन, त्यो अवसर हामीसँग पनि छ। त्यसो भएको हुनाले मैले तपाईहरुसँग अलिकति यो ढङ्गको व्यवहारिक र आत्मीय कुराकानी गरेको। हिजो हामी माओवादी थियौँ नामका हिसाबले, पछि हामी धेरै पार्टीहरू एकताबद्ध भएर, किनभने त्यो संसदमा अलि धेरै सङ्ख्या भएन भने राम्रो काम गर्न खोज्यो पल्टाइदिइहाल्छ हैन। सङ्ख्या कम छ अनि राम्रो काम गर्न भ्रष्टाचारलाई समात्न खोज्यो अनि भ्रष्टाचारीहरू मिल्छन् र हामीलाई पल्टाइदिइहाल्छ नि, हाम्रो सरकार गइहाल्छ हैन। अनि सरकारी जग्गा जम्मै खानेहरूलाई खान पाइँदैन भनेर समातेर कानुनी कारबाही गर्न खोज्यो, तिनीहरू मिलेर हाम्रो थोरै सङ्ख्या छ पल्टाइदिइहाल्छ। अलि अगाडि हाम्रो अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारलाई त्यसरी नै पल्टाइदियो। त्यही भएर हामीलाई संसदभित्र सङ्ख्या पनि चाहियो काम गर्नका निम्ति, सरकार अलि थाहै हुनका निम्ति। त्यसो भएको हुनाले तपाईहरुले चाहिँ यो हाम्रो पार्टी चाहिँ
अलिक ठुलो हुनु पर्यो भनेर धेरै पार्टीहरू एकताबद्ध भएर नेपाली कम्युनिस्ट पार्टी भनेका छौँ, हिजो माओवादी थियो, आज त्यो भनेका छौँ। त्यो पार्टीको चुनाव चिन्ह यो तारा छ होइन, यो तारा छ। अनि एउटा मत चाहिँ नि मैले पाउँछु, यो प्रत्यक्ष तर्फको भन्छ त्यसलाई। अनि अर्को चाहिँ समानुपातिक मत हुन्छ, तारा चिन्हमै हालियो, त्यो मत चाहिँ मित्रजीले पाउनुहुन्छ होइन। अरू देशमा अरू ठाउँमा अरूहरूले पाउँछन्। अनि हामी एउटै पालिका, यही पालिका होइन, एउटै चाहिँ सिरानचोक गाउँपालिकाको म 3 नम्बरको भएँ, उहाँ 8 नम्बरको हुनुभयो। हामी यतै वरिपरिको भएको हुनाले यहाँका हाम्रा दाजुभाइ दिदीबहिनीहरूको पीडा दुःख सुख यहाँका आवश्यकताहरूलाई हामी सँगै बसेर छलफल गरेर हल गर्न सक्ने वातावरण हामीले बनाउन सक्छौँ। त्यसका निम्ति चाहिँ सबैलाई एकचोटि चाहिँ यो तारा चिन्हमा मतदान गरेर हामीलाई तपाईँहरूसँगै दुःख सुखमा सँगै हुने एउटा वातावरण बनाऊ। म तपाईँहरूलाई त्यो विशेष अनुरोध गर्छु र मैले मेरा भनाइहरू टुङ्ग्याउँछु। सबै